प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्ने कुरा प्रतिपक्षी दलका नेताले निकाल्नु भएछ कि त्यस्तो अवस्था आएको हो। प्रधानमन्त्री हिजो बिरामी भएर निक्लिनु भएको के हो त्यो? हैन, अब यो हिजै पनि हामीले पनि भनेका छौँ, हिजो पनि केही यो व्यक्तिगत कुराहरू हो, केही सामान्य वासरुम जानु पर्ला हैन, कम्तीमा भित्र बाहिर गर्ने कुरालाई यति ठुलो चाहिँ गराउन चाहिँ हुँदैन। यो सामान्य प्रक्रिया हो। प्रतिपक्षले उठाएपछि छ यो कुराको त जवाफदेहिता हुनुपर्ने सत्ता हैन, उहाँहरूले उठाउने कुरा ठिक छ, उहाँहरूले भन्ने कुरा, तर सामान्यतया कम्तीमा फेरि पनि भनियो कम्ती बाथरुम जाने कुरालाई, वासरुम जाने कुरालाई, भित्र बाहिर गर्ने कुरालाई चाहिँ यति ठुलो रूपमा लिनुपर्छ भन्ने जस्तो एउटा शङ्काको विषय यहाँनिर के भयो भने उहाँका प्रमुख सल्लाहकारले नै एउटा स्ट्याटस लेखिसके पछाडि उहाँले मेटाउनु भयो क्या। यहाँनिर त शङ्काको विषय अब हामी अहिले सदनमा छौँ। अब हामीले सबै विषयमा हामीले नै बोल्न थाल्यौँ भने, सबै विषयमा हामीले नै भन्न थाल्यौँ भने फेरि त्यसको अर्थको अनर्थ लाग्ला फेरि है। सबै विषयमा विषयविज्ञ बन्नु त्यति उचित हुँदैन। त्यसैले गर्दा पनि गाह्रो छ क्या प्रधानमन्त्री बोल्नु सबै कुराको बचाउ तपाईहरु आफै गरिदिएर हिँड्नुपर्छ। हैन, यसो गरौँ, अब देश बनाउने तलतल लाग्यो हो उहाँलाई प्रधानमन्त्रीज्यूलाई। हैन, देश बनाउने तलतल त डेफिनेटली स्वतन्त्र पार्टीलाई छँदैछ। त्यो त हामी त्यही एउटा हुटुटीले चाहिँ यसमा आएका छौँ। त्यसैले गर्दाखेरि समग्रमा चाहे सरकारको गति, चाहे प्रगतिका कुराहरू हो, चाहे सदनको, चाहे देशको एउटा सुधारोन्मुख बाटोमा छ, नयाँ बाटोमा छ, नयाँ केही तयारीहरू भइरहेको छ। त्यसैले गर्दाखेरि अहिले नै आत्तिहाल्ने बेला भएको छैन। 100 दिन पनि नपुग्दै गर्दाखेरि कार्यक्रम अलि परम्परागतै आयो भन्ने कुरा भयो। किन तपाईहरुले अब ब्रेक थ्रु हुने गरी ल्याउनुहुन्छ भन्ने अपेक्षा थियो? अब केही गर्दैन, अब कहीँ कतै नियुक्तिहरू मिलेन भने परम्परा तोडियो भन्ने, अब कहीँ कतै फेरि परम्परालाई नै मिलाएर ल्याउँदाखेरि परम्परागतै भयो भन्ने होइन। त्यसैले गर्दाखेरि यो विपक्षीहरूको टिका टिप्पणी गर्ने त्यो एउटा धर्म पनि हो त्यो धर्मलाई। त्यसैले गर्दाखेरि त्यसलाई हामीले त्यति पनि मानेका छैनौँ। सरकार नयाँ छ, हामी नयाँ तयारी गरिरहेका छौँ। नयाँ तयारी गर्ने कुरामा कहीँ कतै कमी कमजोरी भएको छ भने यो पहिलो कार्यकालमा छौँ हामी, यसलाई सुधारेर लिएर जाने कुरा र अझै राम्रो गर्ने कुरामा त